हेलो गाइज, हामी चाहिँ हिजो आएको थियौँ होइन यहाँ। अनि यो चाहिँ हाम्रो सुन्दरपाट अनि हाम्रो शम्भु भाइ, हाम्रो मुनाल दाइहरूको मूल घर होइन। अनि हामी चाहिँ खासमा यहाँ बत्तिसको छेउर खाना आएको थियौँ। अनि यहाँ माथि चाहिँ चुल्हाहरू यतात्यता बनाउँदै हुनुहुन्छ। अनि म चाहिँ भर्खर उठेको होइन। अनि हिम्मा गाउँ चाहिँ यही हो होइन। यता साइडतिर पनि छ घरहरू, पारीतिर होइन, यता मासतिर पनि छ। अनि म चाहिँ अहिलेसम्म सुत्दा गरेर होइन भर्खर उठेँ। मुखसुख पनि धुएको छैन, उठ्नु बित्तिकै कफी सफी खाएर होइन यत्तिकै हल्लिरहेको छु। अब एकछिनमा सुँगुरहरू हान्नु पर्ने छ अरे। अनि सब भिडियोहरू म बनाएर ट्याक्क लगाइदिन्छु, हेर्दै गर्नु होला। लङ भिडियो मेरो फेरि पनि लङ टाइम पछाडि लङ भिडियो हाल्न गइरहेको छु होइन। होप यु सबैजनालाई मनपर्छ होला। ल अब चाहिँ एकछिनमा हामी यो सुँगुरको व्यवस्थापन हान्न लागिरहेछ होइन, छेउरको लागि। अनि सुँगुर चाहिँ कत्रो रहेछ भनेर म हेर्न आएको थिएँ होइन। सुँगुर त हेभी रहेछ नि त फेरि मेरो। ओइ लडिसक्यो ए सुँगुर, ए जुङ्गुर आम्मा यत्रो अल्गो रहेछ, लामो नलामो। यहाँ चाहिँ अब सुँगुर व्यवस्थापन हान्नका लागि सब यहाँ रेडी भएर बसिरहेछन् होइन। अनि हाम्रो ड्युटीमा हिरो बनाउनु भाइलाई अब नेक्स्ट टाइम हाम्रो भिडियोमा हिरो बनाउनु पर्छ होइन। यहाँ चाहिँ सुँगुर आमा सुँगुर त सानो छैन त आमा होइन ठिक छ। यहाँ सुँगुर मार्नमा चाहिँ एकदम ठुलो हात भने चाहिँ गोपी सरको रहेछ होइन। अरूभन्दा अलिक खै हातहरू पनि ठुलो हात ठुलै छ। बसेको र यो हात यत्तिकै छ। अब सुँगुरको व्यवस्थापन भइसक्यो। अब यसलाई खोरखार बनाएर के भन्नु, बोरा जस्तो मैले यो सुँगुर चाहिँ उचालेर एकछिनमा पनि उचालेर माथि लान्छ, माथिसम्म यहाँ बनाएको मात्र है, बनाएको मात्र। अब चाहिँ हामीले सुँगुर यहाँ बनाइवरी चट्ट माथि लाँदैछ। यसलाई चाहिँ के भन्छ हाम्रो चाहिँ मामाखुसी भन्छ, भाले पोथी होइन। भाले चाहिँ खान मिल्छ होला। हामी चाहिँ यसलाई खन्यौँ भन्थ्यौँ होइन पहिले केटाकेटीमा। अनि यसको यो काँचो चाहिँ मिठो हुँदैन, यस्तो चाहिँ मिठो हुँदैन। यो रातो भएको चाहिँ दामी हुन्छ खाँदाखेरि होइन। अनि हामी चाहिँ यस्तै छ है, हिम्मा गाउँको सेरोफेरो पानी पँधेरो, तिमी बिना जिन्दगानी साह्रै अँधेरो भनेर लाग्दिएको है। हामी अब ज्ञान ज्ञानु हिँड्न पसलमा पर्ख्यो मान्छे आएन। अनि अब लाग्दिउँ, भोक पनि लागिरहेछ। अब गएर ल्याम्प हान्नुपर्छ यार, भएन अति भयो काम गरे बाबा भोक पनि लाग्छ। यहाँ चाहिँ अघि व्यवस्था हानेको सुँगुरको अब यहाँ चिरफार कार्यक्रम हुँदैछ होइन। अब एकछिनमा राँगाको पनि व्यवस्था हुन्छ। ओइ तँलाई भाउजूले खोजेको हुनुहुन्छ, जेठी भाउजूले। सुन त्यहाँ सुँगुरको त्यहाँ आन्द्रा सफा गर्ने मान्छे चाहिएको छ अरे। छिटो जा सुँगुरको आन्द्रा सफा गर्न। अहिले फेरि तल चाहिँ अहिलेसम्म सुँगुरको पुरै मासु कटिङ हानेर म निस्केको होइन। अनि सुन्दर चाहिँ पुरै सुँगुरको आन्द्रा सफा गर्ने जान लागिरहेछ। अनि यहाँ चाहिँ आन्टीहरू भाउजूहरू यहाँ जुठोबाट गर्दै हुनुहुन्छ।
यहाँ चाहिँ हाम्रो यही भाइले चाहिँ पुरै मिक्सर हानिरहेछ मिक्सर अब यहाँ हाम्रो बाँकी काम भनेको चाहिँ यहाँ चुलाको लागि ढुङ्गाहरू बोकेर माथि लानुपर्ने हुन्छ होइन माथि चाहिँ यहाँ हामी भान्सा बनाउनु लागिरहेछ ओइ आइज बाबु ढुङ्गा ओसार्न के भनेको ल अर्को पनि ठाउँमा ल अहिले अहिले बाहुबली काँधमा सर्लक्क काँधमा सुन्दरलाई यो चाहिँ हाम्रो पर्सीको लागि यहाँ मासु स्टक बनाएर हामी राखिरहेछौँ होइन मासु चाहिँ पुरै डोकोभरि भाइको पोज राम्रो छ यहाँ चाहिँ हाम्रो उयो यिनीहरूको साथी पनि यहाँ कुर्सी माथि बसेर भात हान्दैछ मासुमा जति सुरुमै खान्छ अनि भात र झोल मात्र देखाउँछ हाम्रो चाहिँ यहाँ रागा ढाल्नको लागि को अलिक कसले ढाल्ने भन्ने खालको सरसल्लाह हुँदैछ होइन कि म हान्छु रागा त म फेरि एकैचोटमा फेरि सब व्यस्त भइहाल्छ यहाँ मैले हाने भने त फेरि त्यो कट्टीमा रगत सगत पनि लाग्दैन कि सर्लक्कै पुरै चट्टै हुन्छ नि त फेरि यहाँ चाहिँ हाम्रो माथि पुरै भान्साको लागि तयारी गर्दैछन् दाइहरूले होइन अनि यहाँ हाम्रो फुर्तिलो भाइले चाहिँ पुरै रागालाई व्यवस्थापन हान्नुको लागि ढोडहरू भेला भइरहेको छ अनि हाम्रो यहाँ चाहिँ रागा बन्दैछ रागा अघि मार हानेको भिडियो चाहिँ पुरै आएन रहेछ होइन तर पनि केही छैन यहाँ रागा व्यवस्थापन हुँदैछ साइला भाइ नाइकी चाहिँ भाइ अरे यहाँ काम पनि नगर्नु नबोल्नु पनि होइन त्यो यसो खुट्टामा एक्सर्साइज टम्बुरे मान्छेहरू हुँदैछ हुन्छ क्या मलाई देखेर किन हौ अनुहार हेर्दा रिस उठ्ने खालको छ र कि मान्छेहरूले मेरो आइडी ब्लक हान्छ तिम्रो अनुहार देख्दा ब्लक हान्दैन नि फेरि सम्मु त्यो गरिसकेर फेरि भिडियो बनाउनु जानुपर्छ ल एउटा दामी कन्टेन्ट काम त गर्ने यहाँ चाहिँ अब हाम्रो किचनको यहाँ तयारी हुन लागिरहेछ अनि ओ पिउन सफा गर न छिटो अनि फेरि छुट्टै व्यवस्था छिटछिटो गर न हात छिटछिटो चलाउ न ए अल्छी नगर न सुन्दर अलिक फास्ट गर न हौ के साह्रो यार मान्छेले हेर्दा पनि यहाँ ब्लग हेर्ने पनि वाक्क हुन्छ होला विरक्त लाग्छ होला हौ यार पनि कहाँ हराउँछ तपाईँ सेम त्यस्तै छ भाइ औडा दियो त सुन्दर चाहिँ फेरि बोल्ने मात्र हो काम चाहिँ फेरि छिरिक्क गर्दैन काम गर्नु भनेपछि लास्ट अल्छी बोल्नु मात्रै फेरि मार्केट खान्छ ए छिटो गर्छ
यहाँ चाहिँ हाम्रो गेटको तयारी भइरहेछ अनि अघि मैले बोकेर ल्याएको बाँसहरू यही हो होइन भाइ। अब एकछिनमा गेट बनिसके पछाडिको भ्यू फेरि देखाउने गरी अहिले चाहिँ हामी फेरि अर्को बाँस लिन गइरहेको छौँ। ल पारे फेरि देखाउँला है बाँस बोकेको। हामी चाहिँ अहिले यहाँ चट्ट बाँसघारी पनि के भन्नु, यहीँ छ रोड होइन, यो रोड हो अनि यता रोडको साइडमा बाँसझ्याङ छ। बाँसझ्याङमा चाहिँ हामी यहाँ पुरै गेटको लागि गेट बनाउनलाई यहाँ बाँस काट्दै बसिरहेको छौँ। अनि अब एउटा चाहिँ बाँस काटेर एउटा भाइले लगिसकेको छ। अब अर्को बाँस चाहिँ यहाँ हाम्रो सुन्दरले लान्छ अनि म चाहिँ घाँस लान्छु अनि माथि पुगेर अनि अब अरू तयारी अवस्थामा गेट सेटहरू बनाउनु पर्ने हुन्छ होइन। ल यति भन्दै लागेँ म माथि। हामी चाहिँ अहिले फेरि एकछिन त्यहाँ मैले भिडियोहरू होइन एडिट सिडिट गरेँ अनि टक्क फेसबुकमा सर्ट्स अनि युट्युबमा सर्ट्स रिलहरू लाएँ होइन एकछिन ब्रेक टाइममा। अनि त्यस पछाडि हामी चाहिँ अहिले मेरो हातमा चाहिँ डोरी छ, डोरी बोकेर चाहिँ हामी यो बाँस घारी किन हिँडेको भन्दाखेरि हामी टेन्सनले सुसाइड गर्न होइन, हामी भनेको चाहिँ चट्ट के अरे सल्लाहको त्यो गेटमा यस्तो लाउँछ सल्लाहको त्यो पात के अरे गेटको लागि सजाउटको लागि ठ्याक्क त्यहाँ गेट सजावटको लागि हामी पात लिन हिँड्दैछौँ। अनि मेरो अगाडि चाहिँ देख्न सक्नुहुन्छ चुन्ड स्यालको झुन्ड हिँडिरहेको छ। कामचोर लास्ट कामचोर छ चोर्नु पनि होइन, के गर्नु कसरी काम चोरेरै आफै गर्छु। उसले फेरि केटीहरूको मन चाहिँ चोर्न सक्दैन होइन, चोर्ने भनेको काम मात्र हो। केटीहरूको मन चोर्नु त थोडा पनि हुनु पऱ्यो नि त, थोरै छैन होइन गतिलो। यो तलको भ्यूहरू चाहिँ हिम्मा गाउँको सेरोफेरो पानी पँधेरोहरू हो होइन। ल अब सल्लाहघारीमा पुगेर फेरि देखाउँला सर्ट पेप है। यो चाहिँ तल देखिरहेको भ्यूहरू चाहिँ ऊ त्यो खोलालाई के खोला भन्छ अरे सुन्दर? विकासजी साइलाजी जम्मै केटाजी मिटाके मस्त। अनि अहिले चाहिँ हामी यो धुपीको पातहरू लिन आएको थियौँ अनि यहाँदेखि त लडियो भने त आइया चाहिँ भन्नु पाइन्छ होला। ओह्रालो चाहिँ हेभी छ होइन। अनि अब उयो यो माथिको एउटा धुपी अनि यहाँ तलको एउटा व्यवस्था हानेर हामी चाहिँ अब यसको पातहरू लिएर गेट बनाउनुलाई जानुपर्ने हुन्छ होइन। ल है त यो चाहिँ हाम्रो हिमालको बाटो। यहाँ चाहिँ सरी यार गोठालो जाने बाटो हो यार, मैले बिर्सेछु सुन्दर। चुन्ड स्यालको झुन्ड मैले बिर्सेछु, यो गोठालो घाँसतिर जाने यो त गुर्दुम जाने बाटो भनेर भन्ने बिर्सेछु होइन गाइज, आइएम रियली सरी होइन। अनि यहाँ चाहिँ हामी धुपीको यो पातहरू टिप्न आएको थियौँ। धुपीको पातको चाहिँ यहाँ गेट बनाउँदाखेरि लाउनु पर्ने हुन्छ हामीले होइन। धुपीको पातले झन् दामी देखाउँछ नि त, अनि त्यही भएर हजुर के भन्छ यसलाई झन्डै कन्टेन्ट निस्किएको नि त फेरि। इजी हो सुन्दरको लागि चाहिँ यो इजी हो हुन चाहिँ होइन। उताबाट आउँदाखेरि अस्ति गेटबाट आउँदाखेरि पनि पुरै त्यस्तो अप्ठ्यारो बाटो चाहिँ मजाले लग्यो। लास्टमा माया भुटार आउने बेला चाहिँ लडाइदिएको नि त माया साला, तर पनि खैर केही छैन होइन, सही सलामत आयौँ हामी। अनि त्यसै गरेर खासमा चाहिँ होइन गक्स त फेरि लाउनै पर्ने हुन्छ। फेरि डेट देख्यो भने अनि फेरि गिदी हुन्छ भनेर मात्र हो होइन। गफ दिएको नि त्यस्तो केही छैन, क्लिन हो क्लिन पुरै है त। अब हामी एकैचोटि पर घर गएर चाहिँ हल्का क्लिप देखाएर अनि त्यस पछाडि म इन्डिङ हानिदिन्छु होइन। किप लभिङ गाइज, किप सपोर्टिङ, माया छ सबलाई। यहाँ चाहिँ हाम्रो सुन्दरले एक भारी बोक्न थालिसक्यो होइन। यो डाइरेक्ट घर पुऱ्याउ है दोस्त, यताउता ल एक पत्ता पनि बाटोमा झऱ्यो भने फेरि तेरो त्यहाँ भरे व्यवस्था राम्रो हुन्छ। डोरी अर्को तल छ